सरकारको दिमागमा जाम लाग्यो कि क्या हो? कि आँखामा रतन्दो लाग्यो कि कानमा ढुसी पर्यो कि हेलिकप्टरमा खिया लाग्यो? मन्त्रीहरूको सवारी हुँदा सरकारको हेलिकप्टर घुमेको घुमै हुने, हुम्लामा हिम पहिरोमा हिमताल फुटेर जनताहरू रोइरहेका छन्, एउटा हेलिकप्टर पठाउन सकेका छैन यो सरकारले कि कर्णालीलाई हेपेको हो? यदि हेपेको हो भने म सिधा भन्न चाहन्छु, आज यो संसदमा म निर्वाचित हो कर्णालीबाट, तपाईँ कर्णालीलाई अलग बनाउनुहोस्, तपाईँको राज्य व्यवस्था कर्णालीबाट सार्नुहोस्, अन्त हामी चलाएर देखाउँछौँ कर्णाली। यस्तो पनि अपराध गर्न पाइन्छ? तपाईँहरू एउटा सामान्य राज्य मन्त्री घुम्दाखेरि हेलिकप्टर लगेर घुम्नुहुन्छ, तर आज त्यहाँ जनता हिम पहिरो गएर आज अलपत्र परेका छन्। त्यति मात्र होइन, सगरमाथा संवाद, के को संवाद, कहाँको संवाद, कताको संवाद? हिम पहिरोले मान्छे मरिराखेका छ, त्यता उद्धार छैन, यहाँको नाटकबाजी। त्यही भएर अहिले पनि म सरकारलाई अनुरोध गर्न चाहन्छु, संसद मार्फत सभामुखले रुलिङ गरून्, कर्णालीका जनता जनता हुन्, यो देशको नागरिक हुन्। आज मैले बोल्ने भाषा पनि यो कर्णालीको हो। सभामुखज्यू, त्यो भएर सम्माननीय सभामुखज्यूलाई रुलिङको आवश्यक गर्छु कर्णालीमा।